बुढी गण्डकी परियोजना चाहिँ राष्ट्रिय गौरवको परियोजना। यो परियोजना को निर्माणको लागि चाहिँ जुन चर्चा चलाउने अनि त्यसबाट चाहिँ पार्टीको मत चाहिँ को ग्राफ चाहिँ बढाउने मात्रै इन्टेन्सन देखियो, तर झुट बोलिरहेछन् भन्ने कुरा चाहिँ प्रमाणित भइरहेछ। यो कुनै एक दल मात्रै भएन, दलका शीर्ष नेताहरूले धेरै पटक बुढी गण्डकी बन्छ भनेर भन्ने कुरा भयो। अहिले पछिल्लो समयमा चाहिँ मैले बुझेअनुसार के छ भने यसको लागत महँगो अथवा यो चाहिँ डुएबल छैन अथवा चाहिँ प्र्याक्टिकल हुँदैन, यो चाहिँ नाफामा जान सक्दैन भन्ने एउटा चर्चा चलेको थियो। तर पछि के भयो भने बुढी गण्डकी ताल बनिसकेपछि त्यसो फ्लोटिङ सोलर को अर्को 1000 मेगावाट थप्न सकियो भने बुढी गण्डकी भायबल छ। र अब यो परियोजना चाहिँ कुनै संसारको कुनै पनि परियोजना जस्तै हाइड्रो पावर प्रोजेक्टहरूले चाहिँ इथियोपियामा अथवा चाहिँ नाफामा जाँदैन। तर के गर्छ भने जस्तै विमान बङ्गलादेशले ब्रेड कम्पनी अनि ह्याचरी अनि पोल्ट्री फार्म चलाएर विमान कम्पनी चलाउँछ र त्यसलाई भायबल बनाउँछ। भनेपछि यस्तो किसिमको सोच, यो चाहिँ दीर्घकालीन सोच चाहिँ नेपाल इथियोपियन पनि त उनीहरू पनि त गरिब राष्ट्रको रूपमै परिचित थियो। भनेपछि उनीहरू चाहिँ अहिले संसारको 5औं ठुलो एभिएसन कम्पनी भएको छ। भनेपछि एकले अर्कोलाई परिपूरक हुने खाले चाहिँ परियोजना, दीर्घकालीन सोच अनि त्यस पछाडि एकीकृत बस्ती विकासको चाहिँ जुन कार्यक्रमहरू चाहिँ हरेक गाउँमा नपुर्याइकन बुढी गण्डकी परियोजनाको वरिपरि नेपालको सबभन्दा नमुनाको एकीकृत बस्ती गोर्खा जिल्लाको बनाउन सक्छ। त्यो नेपाली नेताहरूमा सोचै छैन। नेपालमा नेतै छैन, नेता छैन। नेपालमा पोलिटिसियन छ। पोलिटिसियन चाहिँ नै आफ्नो घर कसरी बनाउने, बच्चा कसरी पढाउने अनि भोलिको निर्वाचनको लागि मात्रै काम गर्छ। बुढी गण्डकी बन्ने सम्भावना आजको लिडरसिपमा जे देखाएको छ म त्यो भन्छु। इच्छा शक्ति छैन, बनाउने कुरा गर्ने अनि जनतालाई झुक्याउने मात्रै कुरा भएको छ। बन्न सक्छ र इच्छा शक्ति छैन।